हेलो के छ हाम्रो बजारे दाइको हालखबर? बियर खाने चाहिँ को हो? बियर खाँदाखेरि कस्तो हुन्छ भाइ? यता हेर न, यता हेर न भाइ, यता। अनि के छ हालखबर? अनि अङ्कल एक दुई शब्द भनिदिनु त आज। यता हेर्नु न, यता जन्ती जानुहुन्छ हुन्न? आज पुरा पकाएको मान्छे के जान्छ जन्ती भाइहरू जस्तो जन्ती जन्ती जानुको लागि बुढो र तन्नेरी हुन्छ त अनि हामीले बिन्दास गइदिने हो नि, यो च्याट्ट पारेर। जाने हो ओइ बुनु, त नगएको जन्ती जान नि, जोरे जो यार। किन रे जो न एकटो एकटो शादी करे वाला लड़का देख के आओ। यो चाहिँ हाम्रो गाउँको दोकान है, किराना दोकान। नाम मात्रै किराना हो, तर जे पनि पाइन्छ। बियर खाने कि भट्का खाने कि लोकल खाने कि कोदोको खाने कि के खाने सबै पाइन्छ। यतातिर फेरि अब सिलप्याक, हाम्रो फेरि अब यता साउजी हुनुहुन्छ। यता आउनुभयो साउजी, मेन साउजी यता चाहिँ हाम्रो गाउँको किराना पसलको मेन साउजी। हजुर साउजी, तपाईँको नाम चाहिँ के पर भनिदिनुहोस् त? अङ्कल हजुर, एउटा ग्लास भन्नुहोस् न हौ तपाईँको नाम विविराज राई। अनि हजुरको दोकानमा के पाइन्छ त भनिदिनु न। केही हुँदैन, हामी मतली भएपछि यो बियर भनेको त माइनर हो नि त हो। अनि जन्मिँदैखेरि मुखमा हालिदिन्छ। हाम्रो गाउँमा फेरि बबाल बिहे शादी भइरहेको छ है साथीभाइहरू। अब आफू पनि जन्ती जाउँ भनेको, आफ्नो मिसेसले फेरि अब नजानु भनेपछि के गर्नु, रोक लगाइहाल्यो। बुढाबुढी भएपछि बिहे शादी गरिसकेपछि हिँड्नु डुल्नु अलिकति बार लागिहाल्दो रहेछ हौ। बुढी भएपछि गाह्रो छ जिन्दगी। एकचोटि हाँस्दिनु त साउजी, हाँस्दिनु न, मजाले हाँस्दिनु त। वाह ल, गुड छ ल, स्माइल त दामी छ नि हौ ल।